हेलो हेलो एभ्रिवान, जय मसी। र आज त फेरि पनि म सेकेन्ड टाइम है मोमो बनाउँदैछु, भेज प्लस चिकन मिक्स गरेर। अनि किन चाहिँ आज मैले मोमो बनाउँदैछु दिनमा भन्दाखेरि चाहिँ मेरो आमाहरू आउनुहुँदैछ प्रार्थना गर्नको लागि घरमा है, सङ्गति हुन्छ। अनि उहाँले परिवारको लागि प्रार्थना गरिदिनुहुन्छ, परिवारको लागि अनि फ्यामिलीको लागि है। अनि उहाँहरू आउनुहुँदैछ, त्यसै कारण उहाँहरूको लागि है मिठो मिठो बनाउने इच्छा लागेर है अनि बनाउँदैछु। अनि धेरै खुसी हुँदै आनन्दित भइरहेको छु, किनभने मेरो घरमा सेवा छ भनेर है। किनभने परमेश्वरको म चाहिँ सोच्छु है, किनभने परमेश्वरको वचनले यही भन्छ हामीलाई, तिमीले एउटै पनि मेरो छोराछोरीलाई एक ग्लास तिमीले पानी दियो भने पनि त्यसमा के हुन्छ, आशिष हुन्छ भन्नुभएको छ है साथीहरू है। त्यसै कारण चाहिँ यो चाहिँ हामीले धेरैचोटि मान्छेले के बनाउनु कसो बनाउनु भने तपाईँहरूले त्यसरी नगन्गनाउनुहोस् है, चिन्तित पनि नहुनुहोस्। किनभने चाहिँ तपाईँहरूले बनाउँदै गर्दा के सोच्नुहोस् भन्दाखेरि मैले मेरो परमेश्वरको छोराछोरीको लागि, मेरो प्रभुको लागि है बनाएको भनेर चाहिँ सोच्नुहोस् है। किनभने उहाँहरूको जीवनमा परमेश्वर हुनुहुन्छ है, अनि उहाँहरू प्रार्थना गर्न आउनु भइरहेको हुन्छ त अभियसली प्रभु हाम्रो जीवनमा आइराख्नु भएको हुन्छ है। अनि त्यसै कारण चाहिँ आज आनन्दित हुँदै खुसी हुँदै है मोमो बनाइरहेको छु। अनि आज त अलिक ठुल्ठुलै बनाइरहेको छु, ठुलो है, सबलाई ठुलो ठुलो खाओस् भनेर है ठुलो ठुलो बनाइरहेको छु। अनि मलाई चाहिँ राम्रो लाग्छ है सेवाहरूतिर डिफ्रेन्ट उयो बनाएको, एउटै चिजहरू बनाइरहेको मन पर्दैन। लास्ट टाइम मैले है थुक्पा बनाएको थिएँ भने पनि तपाईँलाई मैले भिडियो पनि सेयर गरेको थिएँ है, नुडल्स सुपको है। त्यति बेला हामी कम्ती थियौँ, तर पनि हामीले आनन्दित भएर प्रभुको महिमाहरू गर्न सक्यौँ। र आज कतिजना हुन्छ थाहा छैन मलाई है, तर मैले यसरी उहाँहरूको लागि बनाइरहेको छु है। तपाईँहरूले पनि प्रार्थना गरिदिनुहोस्, अनि हामी तपाईँहरूको लागि पनि प्रार्थना गर्नेछौँ, तपाईँहरूको परिवारको लागि पनि हामी प्रार्थना गर्नेछौँ है। अनि देशहरूको लागि पनि हामी प्रार्थना गर्नको निम्ति हामी आजको दिन फेरि पनि हामी भेला हुँदैछौँ। र हुन्छ, जय मसी सबैजनालाई।